Hello everyone, नमस्ते अनि म चाहिँ गर्न गइरहेको छु आज अनबक्सिङ अनि गिफ्ट्सहरु चाहिँ यहाँनिर एकदम राखिरहेको छु मैले फिन्जाइरहेको छु अनि सबसे पहिला गिफ्ट्स म चाहिँ यो खोल्छु ल यो चाहिँ मेरो साथी रितुले दिएको हो हैन आउने त अनमोल पनि आऊ रितुले हैन गाइस ये क्या क्यूट बैग रहेछ हेर्नु मलाई चाहिँ एकदम यो कचको ब्याग मैले अस्ति उसलाई भनि पनि राखेको थिएँ नि त मलाई मन परेन तर मैले एकदम सोधेको थिएँ नि त उसलाई के भन्छ यो कचको ब्याग चाहियो के भनेर अस्ति उसले पनि बोकिरहेको थियो त्यही भएर उसले मलाई एकदम धेरै प्रिटी एकदम मन पर्यो मलाई आला झोलामै ए हो यो चाहिँ नेक्स्ट छिटो गर्छु ल सपना दिले दिनुभएको दिदी पनि बाहिर जस्तो लाग्यो मलाई रहेछ गाइस मलाई चाहिँ मेरो मनको कुरा सुनेको जस्तै छ गाइस मलाई चाहिँ एकदम धेरै ब्यागको कलेक्सन भनेर सोचिरहेको थिएँ हैन अझै रहेछ यसको भित्र पनि रहेछ यसरी बोक्दा पनि हुने रहेछ गाइस एकदम धेरै दामी है दामी रहेछ गाइस यो चाहिँ तपाईँको यो मात्रै बोकेर पनि हिँड्दा हुने हैन अनि त्यसपछि अनि यो चाहिँ यसरी बोकेर हिँड्ने गाइस दुईटा चाहिँ यसरी बोकेर हिँड्दा पनि हुने रहेछ तर मलाई एकदम ब्यागको कलेक्सन गर्नु मन छ मेरोमा चाहिँ एकदम धेरै ब्याग भइसकेको छ तर मलाई अझै गर्नु इच्छा छ त्यही भएर चाहिँ एकदम धेरै राम्रो छ थ्याङ्क यू सो मच अनि नेक्स्ट चाहिँ छ मम्मा ओके ब्याग मेरो मनको कुरा गाइस मलाई चाहिँ यहाँ दिदीले पनि ल्याइदिनु भएको छ उहाँले पनि ब्यागै ल्याइदिनु भएको छ यो पनि कोचकै ब्याग रहेछ है गाइस हेलो अन्त यहाँ ब्याग रहेछ होइन अन्त यहाँनिर चाहिँ क्लिप मलाई चाहिँ एकदम धेरै क्लिपहरू मनपर्छ नि त्यस्तो क्लिप्सहरू अनि त्यस्तो क्लिपहरू पनि दिनुभएको रहेछ म चाहिँ यो गिफ्टलाई साइड गर्छु यो कसले दिएको हौ ए नितु भाउजूले दिएको नितु यो चाहिँ सान्वीले दिएको यो चाहिँ सान्वीले दिएको मलाई यस्तो कप मैले किनेको पनि छु नि त गाइस यस्तो कप चाहिँ मलाई 6वटा बनाउनु मन पर्यो भनेको थिएँ नि त अनि भाउजूले त्यही सोचेर चाहिँ 6वटा बनाउनु भनेर यो कप छ होइन हौ अनमोल छ नि मेरोमा यो चाहिँ मलाई 6वटा बनाउनुको लागि चाहिँ भाउजूले यहाँ 2टा थपिदिनु भएछ दामी रहेछ गाइस मेरो चाहिँ होइन अन्त गाइस नेक्स्ट कुन चाहिँ खोल्नु हौ यो चाहिँ मेरो छोरीकोबाट हो 2जना छोरीकोबाट अनि यो चाहिँ होइन यो चाहिँ खोइ उताको भाबीले दिनुभएको भाबीले दिनुभएको भाबीले कप किन्दिनँ नि त म सबैजनालाई थाहा भइसकेको छ होइन सबैजनालाई थाहा भइसकेको छ म चिया खाने कप किन्दिनँ भनेर कि त्यही भएर सबैजना कप दिनुभएछ यो कप चाहिँ मैले अस्ति भर्खर हेरेर राखेको थिएँ तर साँच्ची भनेको कस्तो दामी छ हेर्नु हजुर कस्तो दामी छ दामी छ दामी छ थ्याङ्क यू सो मच भाबी कस्तो दामी छ होइन यो चाहिँ अर्को भाबीले दिनुभएको हो यो उतापट्टिको भाबीले होइन मलाई के फुल राख्ने ल तिमीलाई पुरा फुल मनपर्छ भन्दै थियो नि त ए तिमीलाई पुरा फुल मनपर्छ कि त्यही भएर भन्दै थिएँ वाउ थ्याङ्क यू सो मच
यो चाहिँ मेरो बहिनीले दिएको हो गाइस फेरि ब्यागको कलेक्सन फेरि तर मलाई एकदम धेरै मन पर्यो कस्तो मजाको छ है गाइस दामी छ ब्याग पनि हो थ्याङ्क यू सो मच आरुषी बहिनी अब नेक्स्ट यो खोज्छु ल यो चाहिँ सुस्मिता भाउजूकोबाट हो गाइस यी परफ्युम रहेछ अनि यो चाहिँ कसले दिएको यो चाहिँ मेरो भान्जीले दिएको है भान्जीले यो चाहिँ दिपिकाले दिएको बेला भित्ताको परफ्युम मलाई चाहिँ त्यस्तो परफ्युमको बारेमा थाहा छैन नि त किनभने म कहिले पनि परफ्युम किन्दिनँ मलाई चाहिँ जहिले पनि मेरो दादा भाउजूले नै ल्याइदिनुहुन्छ अन्त यो चाहिँ यिनीहरूले भन्छ दामी हुन्छ यो सिउने यो त अनमलकोमा देखेको जस्तो पनि लागेको थियो मलाई यो चाहिँ राम्रो हुन्छ ओके जाऊ त गएर ल खोल्छु ल यो चाहिँ हाम्रो नितु भाउजूको तर्फबाट हो मेरो लागि यो गाइसले गिफ्ट हेर्नु ल यो चाहिँ सुस्मिता दिदीले उसलाई पनि ल्याइदियो किनभने नानी पनि उयो गर्छ भनेर यो चाहिँ हो प्रेसर कुकर मलाई चाहिँ एकदम प्रेसर कुकरको जरुरत थियो त्यो चाहिँ मेरो आमा छोराको लागि मात्रै आवे ढक्कन यो चाहिँ अब आमा छोरा खाने ओके यो मेरो 3जना साथीले कस्तो क्युट देखेको हेर्नु न गाइस यो होइन अनि अब म खोल्न गइरहेको छु अनमोल मगट एउटा हो प्रिया हे भगवान यसका क्या है ए गाइस ए अब म कसको बिहामा जानु साडी हेरे गाइस अब म यो लगाएर चाहिँ कहाँ जानु कसको बिहामा जानु भयो ल गाइस थ्याङ्क यू सो मच मेरो 3जना झ्याम्पुतलीहरूलाई तर म मात्रै एटेन्ड भएको छु 2जना छैन गाइस एउटा त नानीले गर्दा ठिकै छ अर्को चाहिँ एकदम बिजी भयो अनि ऊ चाहिँ फ्राइडे भेट्नु आउँछ तर होइन इट्स ओके तर यस गिफ्ट सोचेको थियो के मेरो पामा के सोचेको थिएन ठिकै लाग्यो तर मलाई सरप्राइज गरेर ल्याएको एकदम मन पर्यो अब म यो लगाएर कहाँ जानु के लाग्यो मेरो एक्स्ट्रा हुन्छ ठिकै छ गाइस होइन बिहाहरू आउँदैछ बिहाहरू भनेको भने तर मेरै त्यसमा त्यो एक्स्ट्रा लगाइदिएको तिम्रो त्यो मर्मर ड्रेसमा लाउन सक्छौ त्यो जुन जिमले लाउँछ नि ब्ल्याक Okay, anyways guys, thank you so much for watching my video. अनि guys तपाईहरुले हेरिसक्नुभयो मेरो भिडियो त्यसैले मलाई क्युट सा गिफ्ट दिनुभयो उहाँहरूलाई एकदमै धेरै धन्यवाद. So bye bye.